टुक्रिएको जीवन सजिएको है। भत्किएको मन ठाउँ आत्मालाई परमेश्वरले जोड्नुहुन्छ। तपाईँ र मेरो मनहरू, तपाईँ र मेरो हृदय चाहिँ होइन टुक्रिएको छ। कसै परिवारबाट हुनसक्छ, अनि त्यसपछि कसैको चाहिँ श्रीमानबाट, श्रीमतीबाट होइन, अनि हाम्रो हृदयहरू चाहिँ टुक्रिएको हुनसक्छ। कसैको गर्लफ्रेन्डबाट, कसैको बयफ्रेन्डबाट चाहिँ हाम्रो हृदय टुक्रिएको हुनसक्छ। र अनि हाम्रो मुटुमा होइन घाउ कहिले पनि निको नहुने घाउ लागेको हुन्छ होइन। त्यो घाउलाई चाहिँ त्यो घाउलाई चाहिँ कुनै पनि च्याङ्राको आत्माले निको पार्न सक्दैन। कुनै पनि भैँसीको आत्माले चाहिँ त्यो हृदयमा लागेको घाउलाई चाहिँ निको पार्न सक्दैन। इभन तपाईँलाई माया गर्ने नजिकको मान्छेले पनि मुटुभित्र लागेको घाउलाई चाहिँ निको पार्न सक्दैन कि। तर त्यो घाउलाई निको पार्ने चाहिँ को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। परमेश्वरले मात्र त्यो घाउलाई निको पार्न सक्नुहुन्छ। विगतमा हामी जब परमेश्वर चिन्दैन थियौँ, अनि प्रभुलाई हामीले ग्रहण गरेको थिएन, हाम्रो टुक्रिएको जीवन थियो भने अब हामी प्रभुलाई चिनेका छौँ र प्रभुलाई पछ्याएका छौँ र हाम्रो जीवन चाहिँ सजिलोको जीवन बनेको छ। प्रिय मण्डली परिवार है, भजन सङ्ग्रह 51 को 17 पदलाई हामी हेर्छौँ। भजन सङ्ग्रह 51 को 17 पदमा लेखिएको छ, तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। ल हेर्नुहोस् है, हाम्रो तोडिएको आत्मा, तोडिएको हृदय, चिया भएको हृदय नै चाहिँ के हो त? परमेश्वरको निम्ति बलिदान हो। हालेलुया। अनि हे परमेश्वर, तोडिएको र पश्चातापी हृदयलाई तपाईँ तिरस्कार गर्नुहुन्न। ल हेर्नुहोस् है, परमेश्वरले चाहिँ कहिले पनि हामीलाई तिरस्कार गर्नुहुन्न। हाम्रो हृदय तोडिएको छ, हामीले पाप गरेको छ, अनि हामी त्यो पाप गरेको पश्चातापी हृदय लिएर, तोडिएको छिया भएको हृदय लिएर हामी जब परमेश्वरको नजिक हामी जान्छौँ, अनि परमेश्वरले चाहिँ तिरस्कार गर्नुहुन्न। तिरस्कार भनेको चाहिँ के हो भन्दाखेरि, जस्तै म तँलाई क्षमा गर्दिन, त जा होइन, यस्तो खालको हुन्छ त्यहाँनिर। त्यो तिरस्कार क्षमा भनेको चाहिँ त्यस्तो खालको कुरा हो। र परमेश्वरले चाहिँ कहिले पनि हामीलाई जा म क्षमा दिँदैन भन्नुहुन्न है, बोलाउनुहुन्छ र हाम्रो तोडिएको हृदयलाई जोड्नुहुन्छ। त्यसपछि हामीलाई क्षमा पनि दिनुहुन्छ। परमेश्वरले टुक्रिएको र पश्चातापी मनलाई बोलाउनुहुन्छ। ल हेर्नुहोस् है, कस्तो मनलाई बोलाउनुहुन्छ, कस्तो हृदय भएको व्यक्तिलाई बोलाउनुहुन्छ परमेश्वरले? टुक्रिएको हृदय भएको व्यक्ति र पश्चातापी हृदय भएको व्यक्तिलाई चाहिँ परमेश्वरले बोलाउनुहुन्छ र जोड्नुहुन्छ। हामी अर्थात् उदाहरणमा हामी हेर्छौँ भने चाहिँ दाउदको जीवनलाई हामीले हेर्न सक्छौँ। दाउद राजा चाहिँ पाप गरेको व्यक्ति, आफ्नो कमान्डरलाई मारेको व्यक्ति, के अरे हत्या गरेको थियो। अनि त्यसपछि आफ्नै कमान्डरको स्वास्नीप्रति चाहिँ कुविचार गरेको थियो होइन, व्यभिचार गरेको थियो। अनि दाउद एकदमै पापी मानिस थियो क्या। त्यस्तो पापी मानिसलाई पनि दाउद चाहिँ प्रभुको नजिक गयो। अनि प्रभुको नजिक चाहिँ दाउद कसरी गयो त? टुक्रिएको हृदयले बोकेर, टुक्रिएको जीवनलाई लिएर होइन, अनि पश्चातापी हृदय लिएर प्रभुको नजिक दाउद गयो। अनि दाउदलाई तैँले धेरै पाप गरेको छस्, ए दाउद त जा भनेर परमेश्वरले कहिले पनि भन्नु भएन। तर परमेश्वरले के भन्नुभयो त? दाउदले गरेको प्रार्थना प्रभुले सुन्नुभयो। अनि दाउदलाई प्रभुले तिरस्कार गर्नु भएन। र अनि दाउद राजा अहिले टुक्रिएको जीवनबाट सजिएको जीवनमा पुगेको छ। कसरी पुग्यो भन्दाखेरि चाहिँ परमेश्वरको वचन र दाउदको तोडिएको हृदयलाई लिएर, पश्चातापी हृदयले लिएर प्रभुको नजिक गएको कारणले गर्दाखेरि चाहिँ अनि दाउद अहिले सजिएको जीवन बनेको छ। त्यस्तै गरेर हामीले पनि धेरै पापहरू गरेका हुन्छ र हामीले पनि हाम्रो पनि तोडेको हृदयहरू हुन्छ। त्यो हाम्रो पनि त्यो हृदयलाई लिएर, त्यो पश्चातापी हृदयलाई लिएर चाहिँ हामी प्रभुको सामु गयो भने चाहिँ अवश्य
हाम्रो जीवन सजिलोको जीवन बन्न सक्छ प्रिय मण्डली परिवार। हालेलुया है। र अनि हामी हेर्दैछौँ, अझ हेर्दै जानेछौँ। हामी यशाया 61 को 1 पदमा यहाँ चाहिँ येशू ख्रीष्टको सेवाको घोषणा गरेको कुराहरू हामीले पाउँछौँ। यो यशाया अगमवक्ताले पनि येशूको सेवाको घोषणा गरेका थिए है। यशाया 61 को 1 ले भन्छ, परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नु भएको छ। परमप्रभु परमेश्वरका आत्मा ममाथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउन। हामी परमप्रभु परमेश्वरको आत्मा हामी माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति चाहिँ पहिला नै परमेश्वरले प्रभु येशू ख्रीष्टलाई अभिषेक गरेर अनि संसारमा पठाउनु भएको थियो है। हामी पनि अहिले सेवा गरिराखेका छौँ। कतिजना यहाँ अभिषिक्त जनहरू छ होइन, पास्टर छ, एल्डर छ, डिकन छ, अगुवा जनहरू छ। हामीहरू पनि अभिषेक भएका जनहरू हौँ, संसारमा सेवा गर्नका लागि पठाइएका। र यसरी नै परमप्रभु परमेश्वर पिताले पनि पुत्रलाई येशू ख्रीष्टलाई चाहिँ अभिषेक गरेर पठाउनु भएको थियो। किन पठाउनु भएको भन्दाखेरि चाहिँ गरिबहरूको बिचमा गएर सुसमाचार सुनाउनका लागि पठाउनु भएको थियो, हराएकाहरूको लागि। अनि यहाँ अझै तल हेर्छ भने मन भाँचिएकाहरूको हृदय बाँध्न। ल हेर्नुहोस् है त, मन भाँचिएको है। मन कतिपय अवस्थामा हाम्रो मनहरू भाँचिएको हुन्छ क्या। जस्तै मेरो पनि प्राय धेरै ठाउँमा मेरो मनहरू भाँचिएको छ होइन। कति परिवारबाट अवहेलना सहनुपर्ने होइन, समुदायबाट अनि आफन्तजनहरूबाट होइन, धेरै कुराहरू खेप्नु पर्ने होइन, त्यस्तो बाध्यता त्यस्तो स्थितिसम्म आएको छ। र तपाईँहरूलाई पनि त्यस्तो स्थितिसम्म पुगेको हुन्छ, सबैजनालाई भएको हुन्छ, सबैजनाको मन भाँचिएको हुन्छ होइन। प्राय भन्छ गर्लफ्रेन्डले मन भाँचिदियो भन्ने कुरा हुन्छ, तर गर्लफ्रेन्डले मात्र होइन कि हाम्रो आफ्नै परिवार, आफ्नै आमाले जन्म दिएको कोखबाट जन्मिएको परिवारले नै हाम्रो मन भाँचिदिन्छ क्या है। त्यस्तो अवस्थामा मन कस्तो हुन्छ, छिया छिया हुन्छ। यस्तो हृदय भए को मनलाई चाहिँ बाँच्नको लागि प्रभु येशू आउनु भएको र कैदमा परेकाहरूलाई स्वतन्त्रता गर्न, कैदमा परेको व्यक्तिहरूलाई स्वतन्त्रता दिनको लागि र बन्धनमा धेरै प्रकारका बन्धनहरूमा बेरिराखेको हुन्छ होइन। आफ्नो जीवन विडम्बना रूपमा बिताइराखेकोहरू हुन्छ होइन। त्यस्तो व्यक्तिहरूलाई छुटकारा दिनको लागि अनि परमेश्वरले येशूलाई पठाउनु भयो। र येशूको सेवा नै, येशू सेवाको उद्देश्य नै भत्किएका मनहरूलाई जोड्ने र शोकितहरूलाई सान्त्वना दिने भन्ने घोषणा गर्छन् यो पदमा है त। विशेष गरी यशाया 61 को 1 पदको अर्थ मैले यहाँहरूलाई बताइराखेको छु। येशूले आफ्नो सेवाको उद्देश्य नै भत्किएका मनहरूलाई जोड्ने र शोकितहरूलाई सान्त्वना दिने भन्ने घोषणा गर्नुभयो। येशूको सेवा चाहिँ कस्तो व्यक्तिहरूका बिचमा भन्दाखेरि चाहिँ जो व्यक्तिहरू चाहिँ लुलो लङ्गडाहरू छ, जो व्यक्ति चाहिँ दृष्टिविहीन छ होइन, अपाङ्ग क्षयरोग लागेकाहरू छ होइन, जुन व्यक्ति चाहिँ गरिब छ होइन, जुन व्यक्ति चाहिँ होइन एकदमै दुखी पीडामा छ, अनि जुन व्यक्तिहरू चाहिँ मेरो यो जिन्दगी नै होइन, मेरो जिन्दगीलाई धिक्कार छ भन्ने बिचमा, अनि त्यसपछि विधवाहरूको बिचमा होइन, यो खालको व्यक्तिहरूको बिचमा चाहिँ येशूको सेवाको उद्देश्य रहेको छ। र त्यसै गरी प्रिय मण्डली परिवार है, हामीलाई पनि सेवा हामीले सेवा कहाँ गरिराखेका छौँ त होइन। हामीले पनि सेवा चाहिँ पैसाको अगाडि गरिराखेको छ कि होइन, धनी व्यक्तिकोहरूको अगाडि मात्र गरिराखेको छ कि होइन, हामीले गरिबहरूको बिचमा गएर सेवा गरेको छ कि छैन होइन, यो कुरालाई
विचार गर्नुपर्छ। मन भत्किएकाहरूको भेषमा गएर हामीले सान्त्वना दिएको छ कि छैन, होइन? टुक्रेको जीवन, टुक्रेको हृदय भएको बिचमा गएर हामीले सेवा गरेको छ कि छैन? उनीहरूको हाम्रो जीवनलाई पनि परमेश्वरको वचनले सजिएको जीवन बनाएर अरूको जीवनलाई पनि सजाएको छ कि छैन? यो कुरालाई हामीले एकदमै ध्यान दिनुपर्छ र येशू ख्रीष्ट चाहिँ मन भत्किएकाहरूलाई बिचमा सेवा उद्देश्यले आउनु भएको छ र हाम्रो उद्देश्य पनि प्रभुले के चाहनुहुन्छ भने हामीले पनि त्यस्ता व्यक्तिहरूको बिचमा गएर सेवा गरेको प्रभु येशूले चाहनुहुन्छ। अब हामीले आफैलाई विचारौँ, हामी कस्तो ठाउँमा चाहिँ सेवा गरिरहेको छ है? अझै हामी तल हेर्छौँ भने यर्मिया 30 को 17 पदलाई हामी हेर्छौँ भने, तर म तँलाई फेरि स्वस्थ बनाउनेछु र तेरा चोटहरू म निको पार्नेछु। परमप्रभु भन्नुहुन्छ, किनभने तँलाई त्यागे कि कसैले वास्ता नगर्ने सियोन भनिन्छ। यस्तो छ हाम्रो संसारमा पहिलादेखिको रीतिरिवाज, होइन, पहिलादेखिको परम्परा अझै पनि छ। प्रिय मण्डलीहरू, अझै पनि क्रिस्चियनका परिवारभित्र पनि अझै त्यो परम्पराहरू हटेको छैन। त्यो परम्पराहरू अझै पनि छ है। त्यसै कारणले गर्दाखेरि अनि जस्तै त्यही परम्पराको कारणले गर्दाखेरि त्यो दुष्टाइको परम्पराहरू, जस्तै अब कसैले पाप गरेको छ भने अब त्यो व्यक्तिलाई हामीले यहाँ येशू ख्रीष्टले 61 को 1 पदमा अगाडि घोषणा गरिसक्नु भएको छ यो वचन। तर यो वचनलाई पालन नगरिकन, होइन, उनीहरूको कुरालाई नसुनिकन हामी चाहिँ के गर्छ त, अलिकति पाप गर्यो भने चाहिँ गाउँ निकाला गर्ने चलन छ, होइन? अनि पुरा यो त बोक्सी हो भन्ने आरोप लागेको छ, होइन? विभिन्न प्रकारको कुराहरूलाई र अनि त्यसपछि परिवारबाट त्यागिएको छ, होइन? कसैले पनि वास्ता नगरेको छ, होइन? पुरै चोटले भरेको छ, मनहरू, हृदयहरू दुखेको छ। तर यहाँ परमप्रभुले यर्मिया 30 को 17 मा के भन्नुभएको छ? तिमीलाई चोट पुर्याउनेहरूलाई म हटाउनेछु। हेर्नुहोस्, तिमीलाई जसले चोट पुर्याउनु छ त्यो व्यक्तिहरूलाई म हटाउने छु र तिम्रो हृदयमा गाढा कहिले पनि निको नहुने घाउ बनाइदिएको छ भने त्यो घाउलाई म निको बनाइदिन्छु भनिकन प्रभु येशूले वचनले चाहिँ यर्मिया 30 को 17 पदमा भनिएको छ। परमेश्वरले आफ्नो विश्वासीको भत्किएको अवस्थालाई मर्मत गर्ने बाचा गर्नुभयो। मोबाइलको चाहिँ वारेन्टी हुन्छ है, वारेन्टी कार्ड हामीलाई दिएको हुन्छ, वारेन्टी कार्ड, र हामीले त्यसलाई चाहिँ मोबाइल बिग्रियो भने 6 महिनामा अथवा होइन 2 महिनामा 5 महिनामा हामीले अब मोबाइल झरेर ग्लास फुट्यो भने त्यो ग्लास हामीले एकैछिनमा 100 रुपियाँमा ग्लास फेरिहाल्छौँ है। त्यस्तो खालको वारेन्टी हुन्छ त्यहाँनिर मोबाइलहरूमा, होइन? सामानहरूमा, घडीहरूमा वारेन्टी हुन्छ, होइन? 6 महिनाको वारेन्टी, होइन? 2 वर्षको वारेन्टी भन्ने हुन्छ। तर यर्मिया 30 को 17 पदले हामीलाई के भनेको छ भन्दाखेरि यहाँनिर परमेश्वरले चाहिँ हाम्रो ग्यारेन्टीको जीवन हो। प्रिय मण्डलीहरू, आज परमेश्वरले चाहिँ नि भोलि तेरो जीवन टुक्रिन्छ भन्यो भने हाम्रो जीवन टुक्रियो, होइन? भोलि हाम्रो जीवन मर्छ भन्यो भने मरिहाल्यो है। त्यस्तो हुन्छ। किन त्यस्तो भयो भनेदेखि चाहिँ परमेश्वरले ग्यारेन्टीको रूपमा पठाउनु भएको छ हाम्रो जीवनलाई चाहिँ, होइन? मोबाइलहरू बिग्रियो भने 6 महिनामा मर्मत गर्न सकिन्छ। हाम्रो जीवन चाहिँ पुरै टुक्रिएर गयो भने चाहिँ हाम्रो जीवनलाई चाहिँ मर्मत गर्न सकिँदैन। हाम्रो जीवन चाहिँ ग्यारेन्टीको जीवन हो। त्यही कारणले गर्दाखेरि परमेश्वरको वचनले एकदमै महत्त्वपूर्ण छ आज है। हाम्रा जीवन चाहिँ टुक्रिँदै छ कि परमेश्वरको वचनले हाम्रो जीवन सजाउँदैछ है। प्रिय मण्डली परिवार, यो कुरालाई हामीले ध्यान दिनुपर्छ है। आज मैले एउटा कुरा बताएँ तपाईँलाई, हाम्रो जीवन चाहिँ ग्यारेन्टीको जीवन हो र परमेश्वरले हाम्रो अवस्थालाई चाहिँ उहाँले
मर्मत गर्ने बाचा चाहिँ यर्मिया 30 को 17 पदमा गर्नुभएको छ, बाचा गर्नुभएको छ उहाँले। र यहाँनिर त्यागिए के भनेको छ, हामी परिवारबाट, हामी श्रीमान श्रीमतीबाट त्याग्यौँ होइन, हामी विभिन्न व्यक्तिहरूबाट त्याग्यौँ होइन, हामी स्वस्थ छैनौँ, तर पनि हामीलाई वास्ता गर्नुहुने प्रभु हुनुहुन्छ। हाम्रो अब भत्किएको मनहरूलाई यो वचनहरू हामीले पाठ गर्यौँ, यो वचनलाई हामीले हेऱ्यौँ भने चाहिँ नि हाम्रो जीवन चाहिँ जोडिएको र परमेश्वरमा सजिएको जीवन बन्न सक्छ।